भाइ बहिनीहरूलाई दक्ष टिचरहरू मार्फत हामीले अध्ययन गराउँदै आइरहेका छौं। यहाँहरू सम्पूर्ण भाइ बहिनीहरूलाई पनि थाहा छँदैछ। म अलिकति भावनात्मक कुरा पनि गर्न चाहन्छु। कोही रुकुमको हुनुहुन्छ, कोही रोल्पाको हुनुहुन्छ, कोही सिराहा सर्लाही विभिन्न जिल्लाको हुनुहुन्छ। साँच्चै भन्ने भने एउटा उद्देश्य बोकेर तपाईहरू यो विनायक कलेजमा अध्ययन गर्न आउनु भएको छ। एउटा बाबु र आमाको सपना मात्रै पूरा गर्न होइन कि आफ्नो लक्ष्यमा पुग्नका निम्ति तपाईहरू यहाँ आउनु भएको छ। मेरा प्रिय भाइ बहिनीहरूलाई म हृदयदेखि नमन पनि गर्दै तपाईहरूले आफूले बोकेको लक्ष्यलाई एउटा विनायक कलेजको उत्पादन हो भनेर, विनायक कलेजले हामीले उत्पादन गरेका विद्यार्थी हौ भनेर हामीले सम्मान जुन संसारमा पुगे पनि तपाईहरुलाई सम्मान गर्न पाइयोस् र तपाईलाई हामीले मेरो विनायक कलेजको विद्यार्थी हो भनेर गौरवले शिर ठाडो पारेर हामीले सम्मान सधैँभरि गर्न पाऊँ। तपाईहरु यो कलेजमा रहँदा अनुशासित, लगनशील, मेहनती भएर आउनु भएको छ। नयाँ मेरा विद्यार्थी भाइ बहिनीहरूलाई यो विनायक कलेजमा हामी स्वागत पनि गर्न चाहन्छौं। विदाई भन्ने शब्द त सायद मनबाटै कसरी विदाई भन्न सक्छु र विभिन्न